मन्त्रीज्यू फेरि झुट बोल्न थाल्नुभयो। अरे मन्त्रीज्यू सक्नुहोस् त, तपाईँहरू रमाइलो भिडियोहरू हेर्दै हुनुहुन्छ। यदि हेर्दै हुनुहुन्छ भने हाम्रो यो च्यानललाई ट्याक्क थिचेर सब्सक्राइब गरिदिनुहोस् त। त्यसपछि तल भएको बेल आइकनलाई पनि ट्याङ्ग थिचेर लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस्। फेरि अर्को नयाँ भिडियोहरूमा तपाईँहरूलाई यस्तै रमाइलो रमाइलो भिडियोहरू लिएर आउनेछु। धन्यवाद। आदरणीय समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई दस औँला जोडी नमस्कार। यसपालिको चुनावमा तपाईहरूले मलाई अत्याधिक भोट दिएर यस क्षेत्रबाट जिताउनु भयो भने यस क्षेत्रलाई 1 महिनाभित्र सिङ्गापुर बनाएर देखाइदिन्छु। मन्त्रीज्यू फेरि झुट बोल्न थाल्नुभयो। तँ चुप लाग्न। यी भेडा जस्तो जनताहरूलाई के भन्दा नि हुन्छ के? कहाँ सधैँ हामीले त्यसो भनेर हुन्छ त? फेरि यसपालि त जेनजीले मारिहाल्छ नि। अस्ति पो तपाईँले रेकर्डमा चढेर भाग्नु पाउनुभयो। अब त सत्ता पनि आफ्नो हातमा छैन। अलिक विचार गरेर बोल्नु है, नत्र भए त फेरि मार्छन् जनताले। त्यति मात्रै होइन, अब तपाईहरूले कुनै पनि दुःखहरू गर्नु पर्दैन। सट्ट सोफामा पल्टिने, मोबाइल स्क्रोल गरेको भरमा महिनाको 4 लाख कमाउने वातावरण म बनाउँछु। तपाईहरूले मलाई सपोर्ट गर्नुहुन्छ होइन त? ल अब तपाईँहरू नास्ता पानीको लागि जानु होला। भोट चाहिँ सूर्य छापमा हाल्नु होला। धन्यवाद। ठिक छ ल, सबैले सूर्यमा भोट हाल्नु है। भोट सूर्यमा है केटा, सूर्यमा भोट। बैगन बस्तीको केटाहरू त भोट हाल्न आएन कि हो? हेर्नु त केटाहरू त आइसक्यो त। तपाईँ ढुक्क हुनु न, यसपालि त जित हाम्रै हो कि। स्याबास केटा स्याबास। आयो केटाहरू आयो आयो आयो। यसपालि त जेनजीहरू सबै सोत्तरै हुने भने मन्त्रीज्यू। अस्ति खसीको मासु र भात खुवाएको तपाईँले बिर्सिनु भयो। यसपालि त हाम्रै हो कि, तपाईँ ढुक्क हुनु। ठिक छ ठिक। फेरि मन्त्रीज्यू तपाईँ कति तनाव लिनुभयो कि? यहाँ थपक्क बस्नु न। यसपालि जेनजीले छोड्दैन के? यो घन्टीले गर्नु गरेछ। हे भगवान। यसपालिको चुनावमा पुराना पार्टीहरूलाई हराउँदै अत्याधिक भोटको साथमा जित्नु भएको छ। रासपा पार्टीको घन्टी चिन्हले बधाई छ उहाँहरूलाई। ए मन्त्रीज्यू के भयो तपाईँलाई? ए मन्त्रीज्यू उठ्नु न, उठ्नु। ए मन्त्रीज्यू उठ्नु न। ए मन्त्रीज्यू तपाईँलाई के भयो? के भयो? ओ केटा हो, गाडी ल्याऊ गाडी। यता यता साइड 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 साइड। ल ल ल केटा ए केटा बिस्तारै हात न। मन्त्री लागिसक्यो। देख्नुभयो मन्त्रीज्यू, यस क्षेत्रको जनताहरूले तपाईँलाई पटक पटक भोट हालेर यहाँको जनताहरूले जिताउनु भयो। तर आज यही जनता हिँड्ने बाटो ल हेर्नु त, अहिलेसम्म तपाईँले यो जनता हिँड्ने बाटोलाई पिच गर्नु भएको छ। देख्नुभयो, अझै पनि तपाईँको दिमाग तपाईँको सोचमा परिवर्तन आएन भने तपाईँहरू जस्तो नेता सधैँ यस्तै खाल्टामा जान्छ। यस्तै खाल्टामा तपाईँहरूको मृत्यु हुन्छ। देख्नुभयो, यसपालि जित तपाईहरू जस्तो भ्रष्टाचारी नेताको होइन, यसपालि जित हामी जस्तो युवा जेनजीको हुनेछ।